भिडियो कल बोल्नु भएको म बनाएको के बोल्न यहाँ हाइट गाइस हैन हामी कौलेर जाँदै छौँ हैन पुग्ने लाम अब पानी सानी बोकेर गएको अब माथि डाँडामा पानी पाइँदैन हैन हामी चाहिँ आज उतै बस्ने आज उतै हिसाब मिलाउने भने होला यतै हिसाब यतै मिलाउन खोजेको क्या हो नापजाप गर्छु नि म फेरि मिलाइहाल्छ क्या वाउ लालीगुराँस सकिँदैन तर जे होस् पहिला आउँदा चाहिँ हामी आउँदा बाटो थिएन अझ बाटो बनाइदिएको रहेछ यहाँको सरकारले होइन यहाँको सरकारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन फर्स्टमा त किनकि पहिला भिड थियो भिड हामी आउनु पर्थ्यो फेरि सुरु होस् बाटो काफल पाकेछ हुन्छ अरे फेरि तर त्यस्तो खानेकुरा नगर है केटा हौ हो र यहाँ सकेसम्म पेल्ने उसको उद्देश्य होला नि उसको सोल्टी सेन्टी मुडमा यो पनि लालीगुराँस हो त्यो गाउँबाट आएको हामी टाढा तल डाँडाबाट हिँड्दैछ हे त्यो माथिको हो जाँदैछौँ हामी एकदम थकाइ लागिसक्यो हामीलाई हिँड्दा पसिना पनि भिजिसक्यो होइन थकाइ लाग्यो हो एकदम जकेट उतारेर पुरै हाई गाइस यो चाहिँ हाम्रो चन्दाई होइन हो उहाँको च्यानल के छ सब्स्क्राइब गर्नु होला यही च्यानलमै अपलोड हुन्छ यही च्यानल भन न यही च्यानलमा नाम कहाँ यही च्यानलमा यही भिडियो होला नि होइन नि त्यो केही भन्नै पर्दैन ल गाइस ल बाई लाइक एन्ड सब्स्क्राइब गर्नु होला आउनु यो मेरो भाइ हो है साथीहरू यो चाहिँ मेरो छोरा हो कति हिँड्दा ए गाइस यस्तो चाहिँ यहाँ चाहिँ भिड हो यो डर लाग्छ मलाई त यस्तै छ कुद्नुपर्छ हिँडेर सकिन्न ढिलो हुन्छ ऊ कुरै निस्किन्न फेरि मै सम्झाउँछु नि कुन कुरा हो भनेर होइन र नेवानी भन्नु न पहिला हो त्यति त म भन्न आइहाल्छु नि यस्तो राम्रो ए एकछिन नभन् भनेछु लास्टै हावा चल्छ यहाँ मेरो आवाज पनि केही सुने होइन होला धेरै हाइटमा आइसक्यो हामी धेरै माथि आइसक्यो तम हाइटमा आइसक्यो हामी है हामी अझै माथि पुग्दैछौँ हामी यो त तलै हो घाम पनि अस्ताइसक्यो हामी हिँड्दा आज हामी यतै बास बस्ने हो गाउँदेखि ए हामी धेरै हाइटमा भोक लाग्यो कसरी हो खिच्ने कसरी अब यसमै हुन्छ भिडियो वाउ राजेश ल खुम्बाई छिटो काम डुन लाग्यो मिलाएर ढ्याएको हाँस्ने कुरै छैन भाइ खिच न
यसमै पनि हानिदिन्छु म काम आएन ल अब भात पकाउने खाने अब है हल्ला होला नि सब स्प्राइट खेला गयो यार गिलासमा हाल 4वटा माउन्ट क्याको बसेर धेरै न अहिले होइन बा मासुसँग खाने का बीज त अहिले चाख्न लाग्यो खुमुला हो के सबै लाग्यो किन जान्छ नि हिँड्ने कि यार कस्तो चल्दै मैले वास्ता हो के ल्याएको नपट्याएको चल वास्ता हो के ल्याएको के जाडो हुन्छ न्यानो हुन्छ नि पोल्ट्री टिप्दो रहेछ वास्ता तर कम हो के लाइभ गरि यसको भिडियो सकियो ल रात परिसक्यो यार खै यता राजेश 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 मेरी क्रिसमस राजेश आउन्न कि अब त यी अब त जति गरे नि आउँदैन आहाई छ्याक्क यति भए पनि ढिलो भइरहेको केटा यस्तो ल्याउने गरेर बस्छ छिटो होइन रात परिसक्यो यार यार केही देखि नअँधेरो भइसक्यो क्यामेराले कैद गरे छैन दाउरा खोजे दाउरा आई विस होइन आई विस होइन तपाईँको चाहिँ यो 10K लाइक आउँछ है आई विस इन्टेन्सली विथ माई हार्ट यस्तो दुःख पाएर केटाहरूले यार दाउरा पाएन खोज्दा रात पर्यो यार किन स्टेबल हुनुपर्छ कि भिडियो मलाई एडिटर थाहा होला नि स्टेबल गर्ने काम मेरो जति पनि हल्दैछ नि यति तारिफ गर्छ कि यसरी हिँडेर बनाउँदा पनि कस्तो स्टेबल हो भनेर हो भन्दाखेरि सिधै 50 किलो भनिदिनु यो पनि टिप त यो यहाँ एकैछिन सामान राखौँ दाउरा पनि जान्छ मात्र पाइन्न है सामान्य गएको होला ए तल तल साँच्ची हो क्या दाउरा खोजौँ के यहाँ बनाउनु त पकाइदिनु यता अलि तल राख झोलाहरू झोला बोकिन् केही हुन्न हँसिया निकाल त त्यहाँ झोलाबाट झोलामा छ भाइ मैले झोलामा हँसिया निकाल न ए छिटाउ 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 दाउरा भेटियो रे दाउरा के एडिटर म यो त यार के भाग्यले पाएको हो गाइस ए दाउरा यी दाउरा दाउरा यस्तो दाउरा हो त पहिले लुकाएर राखेको क्या हेर त ऊ तान 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 हो यस यो नगरिदिउँ बे अरूले राखे जस्तो छ अरूले बनाइराखे जस्तो छ है बनाएर राखे जस्तो हुन त केही नि हुन्न हुन त केही नि हुन्न बोक 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 यो यो ल यो 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 म यो ठुलो बोक्छु यार दाउरै नपाउने यार कहाँबाट भेटिस् त तैँले सुँगेर गएको थिइस् क्या हो है सुँग्दै सुँग्दै गएको थिइस् क्या हो दाउरा त म छाल्ने प्राइस त एकछिनमा यार आम्मा थिएन त अनि लाइट नबालिकन दाउरा बोकेर अब दाउरा पाइन्न है जाडो छ लास्ट के देखियो यस्तो छ यार बस्ने यही हो हामी चाहिँ होइन कोठा हेरौँ न खाली छ त के हो यो त पुरै भित्ताभरि के रहेछ त टिन कराएको आमामा कहाँ हो गर्ने सुत्ने त यही हो यस्तरी कि सुत्ने खुट्टा त्यही भएर घाँस पनि काटेर ल्याऊँ त्यो निपिरिक भन्ने यता बिछाउने है जाम अहिले नै हुन्न पोस्रो पाए झन् राम्रो हुन्थ्यो यी चुलाको लागि ढुङ्गा यहाँ छ पकाउने यताउति गर्दै गर है
हँसिया लिक न त्यहाँ छ तर मैन हामी कहाँ बनाऊ हामी यहीँ यस्तो डाँडामा छौँ केसँग है यस्तो ठाउँमा आएर बसेको छौँ यो एउटा घर छ लाइन विद्युत बदली बत्ती केही पनि छैन दाउरा यहाँ पनि रहेछ तर होइन जाडो साडो भयो भने पाल्न हुन्छ नि होइन केही छैन हामीसँग यहाँ बत्ती बिजुली केही छैन यही घरमा हामी बस्ने घर यही हो लाइट लिएर आउनु पर्ने कि तैँले त लाइट नल्याउनु भनेर यार लाइट कसै भन्यो नल्याउनु ए यार होइन राजेश मगाउन त कसैलाई को आउँछ त नि अब यतिखेर केही छैन यार है सुनसान छ नि त भइरहेछ पानी हालौँ नि खोइ अर्को बोतलको पानी यही हो कि दाइ वान पिस बोतल अर्को बोतल नि थियो है एकदम है यो हो कि पानीको युज राति टो भन्यो भने सबै जाउँला बरु होइन नभए जताभाइ त्यता जाने होइन भिड छ क्या यता पनि भिड छ यता पनि भिड छ है बेसार चाहिँ सँगै मिसल है बेसार र नुन चाहिँ है सँगै मलाई डर लाग्छ जस्तो लाग्यो भने ऊ बेसारको टिका लगाऊ उहाँ लास्टै धुवा आयो भने के गर्ने गर तिमीले त यो च्यातै मैले थिएँ है ल उसको लागि के धुवै धुवा भयो यार भाइभित्र बन्न सक्यो हौ झ्याल त खोल्यो है त यार तपाईँतिर खोल्नु न त्यता धुवा खोल्नु त यो पनि ढुवा खोलिदिउँ भित्रबाट हो कि बाहिरबाट हो ल यताबाट आउँछ यहीँबाट रहेछ त झ्याल ढुवा खोल्ने यता पनि छ यता पनि झ्याल रहेछ हामी यहाँनिर सुत्ने कि है होइन ए भित्ताभरि लेखेर हेर यो ऊ जस्तो के फिल्म जस्तो सुटिङ गर्ने हो त माकुराको झ्याल सुटिङ सुटिङ गर्ने जस्तै भइरहेको नि मैले भिडियो ओए। बनाएको त्यही सुन्यौ एउटा सुटिङ गर्ने डराउने के यिनी भन्छ तिन मान्छे बनाउन यार खतरा हुन्छ त्यही गर्दा गर्दा चिकी साँच्चीको पछाडि के त्यति साँच्चीकै भूत आउला र हरर मुभी टटेर तराईमा कसले? भिडियो सुट गरेको न सुट गर्दा गर्दा पछाडि त्यो पछि क्याप्चर गरेर भइसकेपछि परालको पछाडिबाट किचन देखेको त्यो भिडियो हो र अँ ए त्यस्तो नगरौँ त्यसो भए भिडियो बनाउँदा जाऊ त्यो त्यस्तो नगरौँ त्यसो भए त डर हुन्छ यस्तो यसो मजा गर्नु न त्यसलाई पनि इज्जत छ त्यसको नि हो राति कसको इज्जत छ? छ प्रार्थना गरौँ त पहिला भूतको नि इज्जत छ ल ख्यास पारिन्छ नि आउँछ बनाएको है अघि नै भन्नुपर्छ नि भाइ यार के गराएको र यो यो टमाटर ऊ हो के पन्यो के गर्नु अब? दाडु दाडु अलि राम्रो खालको बनाउनु पर्थ्यो नि च्याप्टोमा के गर्नु अब यस्तो अब घुम्न भनेर आयो है हो कि नै आइयो अनि अब यसो खानासाना पकाउँदाखेरि त अब हामीलाई चलाउनलाई केही छैन नि त अब हामीले के अनुसार सिकेको रे यो एउटा हाम्रो डिस्कभरीमा के छ वाइल्ड भर्सेस म्यान हो त्यही अनुसार हामीले सिकेको यसो हल्का नयाँ है यसरी चाहिँ सजिलो हुन्छ है हामीलाई होइन त्यही हो ल ल अब यसो त्यसले चल भाइ त्यतातिर यसो देखाइदिनु त भाइ के गर्दैछ हामीले के टमाटर काट बनाउँदैछ? टमाटर कसरी बनाउँदैछ हेर्नुलाई धुवाले अनि झ्याउ गरे आगो बाल्नु न आगो बाल्नु बेसार हाल बिचरा आगो त पुग्दैन यार खोइ ढुङ्ग्रो सुङ्ग्रो पनि होइन जोड गर ढुङ्ग्रो पत्ताको ए अघि खोएर मेरो दाउरा वाल परेको वाला ढुङ्ग्रो नि पकाउनु मात्र हो क्या झ्याउ यसलाई रोल गर न यसलाई भइहाल्छ ढुङ्ग्रो कतिको मोटो काट्ने अङ्कल यसलाई रोल गर्न हुन्छ के गरे त्यो पियाज पनि छ कि अलिकति ल्याउ त खाना अघि प्याज हाल न टमाटर हो बारिक बारिक भन्छ कि होइन सानो सानो के जान्छ तम उता लिएर आउनु चन्दै यो के देखेन अगाडिको प्याज लिएर आउनु कहाँ खा प्याज लसुन पनि छ तर पियाज मात्रै ल्याउनु खोइ छोड एउटा दुइटा लगाएर होला हँ ए यो कच्चावाला हो दुइटै ल्याउने कि एउटा एउटा मात्रै हो एउटा मात्रै अदुवा ऊ लसुन रहेछ अर्को त ए दालचिनी ल्याएको थिएँ नि मैले अघि हाल्ने भनेर ए ल ए हो त्यसले मिल्छ नि ए ल राजेश हजुर ल राख्नु न है ए यो हाल्ने भयो पहिला यो काट्ने हो नानी नानी हाल्ने लसुन अदुवा थियो नि ए भित्र थियो नि मसला हाल्नु मसलाहरू कहाँ त त्यो त अचार हो
यो त अचार हो अचार होइन त्यो उसको नुन र बेसार यहाँ छ पहिले ल्याउ त अलि सानो बनाउ न ढुङ्ग्रो पनि खै यहाँ यो उल बनाउनु पर्यो ल उयो मसला यहाँ छ दुइटै हो त्यहाँ चाहिँ उ ल्याउ नि त दाइ रसी उता भित्रबाट अलिक भित्र ऊ पनि बनाउनु सबै रसी नभन् सब आफ्नो इन्जिनियर बनेर हुन्छ ढुङ्ग्रो बनाउनु लाग्यो त्यसको त्यो बनाइदिनु लागेको ठुलो भएर कि कसैलाई यहाँ फुका जुन आएर कसैलाई सानो काट नकाटेको ए नभए यसको काट्न झन् राम्रो बन्छ यताबाट काट यताबाट काट भयो ल त्यो काम छैन अनि फुफु गर्न मिलिहाल्छ नि यार त्योभन्दा राम्रो यो राम्रो हुन्छ कि कस्तो होला फुका त एकलट हेर्छु ए भयो त त्यो नि राम्रै छ ल ढुङ्ग्रो चाहिँ सरी चिउरा लिएर आएन ग्रेभी हो कि यता लास्ट चिउरा ल्याएको भएपछि त यस्तो खालको के हो यो सफै हो क्या नुन र उल्याउनु त नुन र उल्छ त्यहाँ नुन र बेसार आइसक्यो अनि झोल बनाउने ए किन डाइरेक्ट हालेको ढुङ्गा राख्नु न के अरे दाउरा माथि राख्नु न यार डाइरेक्ट नहाल्नु के उठेर बनाउ न तिमीले यस्ता मलाई चुतियाहरू गराउँदा। सुतिया बनाया तुमको साइडमा दाउरा त्यो ठुटै जल्छ अहिले म छौ न त्यही भएर मैले त्यहाँ ग्याप गराइदिनु पोलेर बोल्छ नि यार यस्तो ताप छ तिम्रो त्यो आगोले बाल्ने होइन कि पाका यो बुङ्गुर लगाइदिन्छु तिमीलाई यो बुङ्गुरको यस्तै तपाईँको जस्तो सिस्टम ठिकै राम्रो हो यहाँ बाल न बुङ्गुर ढुङ्गा ल्याउनु पर्थ्यो के अरे बाहिर छ त ढुङ्गा साइडमा राख न ढुङ्गा ए राइस हुन्न त्यसरी कसरी हुन्छ ढुङ्गा ल्याउन ए ढुङ्गा ल्याउनु पर्छ ढुङ्गा अडाउन भिडियो गराउँदै बस्नु होला न ढुङ्गा कहाँ जाने र जान उ त्यो बाहिर छ के गोलो बनाएर राखेको छ हो त्यसलाई राख्ने भयो ल ढोका लाग्ने भयो नगराउ त तिमी धेरै राजेश्याममा भिडियो बनाएर फेसबुकमा राख्नु लाग्यो यो हलले के तपाईँको त यो के हो एक साइड मात्र भएन त्यो झिरै त्यस्तो छ राइस उठा सुन जस्तो हो त्यस्तै राखिदिनु पऱ्यो फेरि होइन जस्तो हो त्यस्तै राखिदिनु पऱ्यो नि त के सुँग्ने हो क्या त्यही भयो नि सुँगेर चिप्लो जाने हो क्या यता छैन रहेछ है चुक्कल भित्र अनि सफा भएको छैन त बाहिरको भ्यू कस्तो रमाएको हामी यार भर्खर उठेको हामी चाहिँ आज राति ढिलो सुत्यो होइन यही हामी बस्ने घर यही हो यो डाँडामा कहीँ केही छैन यो ठाउँमा